फ्रेन्ड सबैजनालाई हेलो हेलो सबैजनालाई वेलकम मेरो भ्लगमा। आज नयाँ सुरुवात हो अनि सबैजनालाई गुड मर्निङ। आज चाहिँ न्यू इयर, सबैजना ह्याप्पी न्यू इयर। अनि आज हामी चाहिँ आज यस्तो बाहिर फ्रेस हुन जाँदैछौँ। कोरियाको प्रसिद्ध ठाउँ थान्याङ जाँदैछ। अब हेरौँ हामी कहाँ जान्छौँ, सबैजनाले हेरिदिनु होला। ल कस्तो लाग्दैछ दिदी? एकदम रमाइलो हुँदैछ। दाइलाई भर्खर जाँदैछु रमाइलो गर्ने। कस्तो लागिछ? अझ अब कस्तो होला त्यहाँ गएर? नयाँ वर्ष कस्तो हुने हाम्रो फेरि यहाँ झुक्किनु भयो है। ल उता गएपछि हेर्नु होला है सबैजनाले। बाई बाई। आउँदै आउँदैन खै कतिखेर आउने हो? बस्दा बस्दा टाउको दुखिसक्यो, निन्द्रा लागिसक्यो। आज हिजो हामी 2 बजे सुतेको अनि 7-8 बजी उठ्यो। बाहिरको म देखाउँछु है त्यो भ्यू। ल यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ। फेरि हाम्रो बच्चीले यता हेर्दै ल एकचोटि सट्ट लाएर ओहो दाई भाउजू यहाँ फेरि यहाँ परिवार जोडी यहाँ परिवार जोडीलाई हेरौँ त्यहाँ। ओहो यतिको राम्रो जोडी कहाँ छ त अनि? भिडियो बनाइरहेको छु लाइभ फेरि यतातिर। ल हेर यहाँ दाई भाउजू, ल हेर कति रमाइलो के यहाँ त। दाइ भाउजू फेरि त दिदी दिदी दाई यता दुईटा फेरि यहाँ दुईटा पाठा यहाँ दुईटा पाठा भित्र राखिदिएर ल हेर यहाँ के छ। ओहो जाडो पनि छैन केही पनि छैन, रमाइलो छ यहाँ। ल सबै साथीहरू ल ल बच्ची के छ तिम्रो हालखबर? अलि ठुली भइसक्यौ त? ठुली भयो ए। ल के गली त्यो आउँदैन के यस्तै मेरो बुन्टेहरू दुईटा। आहा आहा ल हेर बच्चीको साथीहरू हाँस्देऊ हाँस्देऊ न गर्देऊ। ऊ हाँस्यो, यो हाँस्यो, यो हाँस्यो। बुढो म डोराउँछु ल। ल डोराउ डोराउ। कुन चाहिँ ठुलो चाहिँ रोहन आज जानु? ल हेर रोएर फेरि साथीहरू यस्तो बवाल मजा आउँदैछ। चिसोमा चिसो चिसोमा चिसो है। ए मुझे भी लेके चलो भन्दैछ मेरो बच्चीले। फेरि के छ तिम्रो हालखबर? खिच्ने हो नि त तिम्रो र मेरो फोटो खिच्ने हो, संसार बनाउने हो, यहाँ के बनाउने हो, के बनिसक्यो। यस्तो रमाइलो छ, यस्तो यो ठाउँै रमाइलो के। यस्तो चिसोमा तिमी र ममा सबै यहाँ चिसोले सबै जम्यो होइन। ओहो हो 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 कस्तो जाडो है। कस्तो म त ह्यान्डसम देखिरहेको छु त है, टल्लु जस्तो टल्लु जस्तो। ल हेर फेरि यहाँ के हुँदैछ, फेरि के चल्दैछ यहाँ, के हुँदैछ हो दाइ? यहाँ भिडियो बनाउँदैछु यहाँ। आमा तिम्रो दुईजनाको फोटो खिच्नु परेन? हाम्रो फोटो खिच्ने दाइलाई बिस्ताएर खिच्ने। हजुरको भाउजूकोबाट खिचिदिनु न। भाउजूको कस्तो चिसो हो के? कस्तो चिसो? तिमीलाई फेरि लास्टै चिसो लागिरहेको छ फेरि। काम देऊ ल हेर यहाँ हाम्रो भिनेको ल यस्तो जोडी यो 80 वर्षको 80 त कहाँ 40 अभी मजा आएगा ना भिडो। होइन दुईटाको जोड्दा दुईटाको जोडेर भनेको क्या मैले। दुईटाको जोडेर हो। ल फेरि यहाँ एउटालाई फोटो खिच्नु परेको छ फेरि। ए होइन तिमी कुन गाउँबाट आएको क्यामेरा देख्दै डराउने? गीत लाउनु सक्दैन आफै तिमी? म लगाइदिनु पर्ने। न्यानो भएर चट्ट पऱ्यो होइन। भुँडी लाउनु मिलेन क्या गदाउँछु नि फेरि। यस्तै छ साथीहरू। बोल्दिनु पर्यो। ओ माई गड जुत्ता त खतरा खतरा तिम्रो त अनि। पछाडि नि लगाइदिनु पर्ने। बत्ती स्याहार्दै हैरान। ल ल भयो अब? आमा Yay! 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156
जाडो लास्टै छ दाइ के गर्ने जाडोले त मरियो त एकदम जाडोले तातो खाओ तातो खाओ तातो लगाओ होइन के छ र जिन्दगीमा छ र मरि लानु के छ र ल है ल हेर ल एउटा फेरि यता एक साइडमा यो म त खतरा मोटो देखेको छु दाइ यार के हो मोटै हो नि त नि डेन्जर मोटो देखिरहेको है त नि सबैलाई वेलकम सबैलाई नमस्ते चिसो कति चिसो थान्नेमा त लास्टै चिसो रहेछ है अम्मा नाक झरा लाग्यो मेरो त मोमो आयो मोमो बाबु भनिदेऊ ल हाई गरिदेऊ हाई अरे हाई गरे ल धेरै रमाइलो छ है मुन्डे आन्टी खै आन्टी खै चिसो छ है चिसो जाडो पनि अताक्ली जाडो यार है तेरिका यस्तो जाडो त मलाई थाहा थिएन है हिउँ पर्दाहरू यस्तो जाडो हिउँ पर्दाहरू जाडो हुन्न को यति राम्री मान्छे फेरि क्यामेरामा छक्कै घरि क्यामेरै बिग्रेला भन्ने टेन्सन मलाई यार राम्रो मान्छेहरू देखाउने दिदीको मैले देखाएको छैन अहिले नत्र क्यामेरा फेरि यहाँ अहिले बिग्रियो भने फेरि कहाँ बनाउनु भनेर त्यही नै अलिकति झुत्त देखाइदिउँ है ल अनि मेरो बच्चीलाई फेरि यसरी काखमा लिएर हिँड्नुपर्छ दुध खुवाउनुपर्छ बेला बेलामा निप्पल लाएर निप्पल लाएर दुध खुवाउनुपर्छ दुध बनाउन पनि तातो पानी छैन यो जाडोमा कहाँ खोज्ने गाह्रो छ भान्जालाई ल्याएको दुध खुवाउनु पर्ला ल कस्तो थानाङ घुमेर कस्तो अनुभव भयो ल दामी भयो जाडोले एकदम कस्तो गर्मी है पसिना तरतर चुहिएर ओ भाइ मारो मुझे मारो नहीं ये मजाक ल दाइको चस्मा बल्ल यहाँ आएर भेटियो अनि भाउजूको के छ त कस्तो भयो त घुमाइ आज भाउजू दिदी हजुर कस्तो भयो घुमाइ राम्रो भयो यता दाइको अघि चिसोले कठाङेर हिँड्नु सक्नु भएको थिएन अनि के भयो तिमी 6 महिनाको बच्चीको हाल खबर दुध खाएर गयो इन त अगाउने नि खासै तिम्रो साथीहरू दुईजना उतै हुनु रहेछ ल हेर त र्याल स्याल हुँदै ओहो पिरो धेरै भयो क्या साथीहरू ल हेर दाइ मिठो छ दाइ दाइ मिठो छ यता के छ बच्चीको हाल खबर है भाउजू त आज एकदम कुल हुनुहुन्छ त फेरि ल नयाँ वर्ष हाम्रो यस्तै गरी बित्दैछ है साथीहरू ल हेर भान्जालाई फाइनल्ली हाम्रो नयाँ वर्षको सेलिब्रेसन पनि बिहानदेखि साँझसम्मको सकिसक्यो अन्तिममा चिया खाएर सबैजनाले यहाँ टक्क अब आजको पहिलो दिनलाई चाहिँ सकाइसकेको छ सबैजनालाई अब बाई बाई सबैले बाई बाई भनिदिनु ल बाई बाई अर्को ब्लगमा फेरि भेटौँला बाई बाई